नमस्ते सबैजनालाई। आज हामी स्टेप अफ सर्भेइङ बारे बुझ्नेछौँ। स्टेप अफ सर्भेइङ गर्दाखेरि कुन चरणलाई फलो गरिन्छ, कुन स्टेप फलो गरिन्छ त्यो बारे आज हामी यस भिडियोमा बुझ्नेछौँ। पहिलाको भिडियोमा हामी एकर्डिङ टु द पर्पज अफ सर्भेइङ चाहिँ क्लासिफिकेसन अफ सर्वे गरिसकेछौँ। आज हामी स्टेप अफ सर्भेइङ बारे बुझ्नेछौँ। सर्भेइङका के चरणहरू हुन् त्यो हेर्नेछौँ है। सुरु चरण के हो हाम्रो? रेकग्निसेन्स। यो सर्वेको फर्स्ट स्टेप हो। यसमा के गरिन्छ? फर डिटरमाइनिङ फिजिबिलिटी एन्ड रफ कस्ट अफ स्किम। अब कुनै ठाउँमा कन्स्ट्रक्सन हुँदा गइरहेछ भने त्यसको ठाउँको सही कुन ठाउँ होला, त्यो कन्स्ट्रक्सन गर्नको लागि उपयुक्त ठाउँ कुन छ त्यो रिकग्नाइज गर्नको लागि रेकग्निसेन्स सर्वे गरिन्छ है। यसमा रफली यो सर्वे क्यारी आउट गरिन्छ। त्यहाँ ठाउँमा गएर हेरेर त्यो फिल्ड भिजिट गरेर त्यहाँ के छ, यदि ब्रिजै बनाउनु पर्यो भने बेस्ट लोकेसन कुन हुन्छ, सही लोकेसन त्यो ठाउँमा कुन हुन्छ, कुन ठाउँमा बनाउँदाखेरि सही हुन्छ, उपयुक्त हुन्छ है। नदीको धार सबै कुरा चेक गरिन्छ। सबै कुरा चेक गर्नको लागि फर्स्टमा जुन सर्वे क्यारी आउट गरिन्छ त्यो कुन हो? रेकग्निसेन्स सर्वे है। त्यसपछि प्रिलिमिनरी सर्वे। कलेक्ट मोर प्रिसाइज डाटा एन्ड चुज द बेस्ट लोकेसन फर वर्क। यसले मोर प्रिसाइज डाटा कलेक्ट गर्छ र चुज गर्छ बेस्ट लोकेसन कुन हुन्छ, चाहिँ सर्वे गर्नको लागि बेस्ट लोकेसन कुन हुन्छ त्यो यसले के गर्छ? चुज गर्छ है। बेस्ट प्रिलिमिनरी सर्वेलाई कुन हो? हाम्रो एरियल सर्वे। हेलिकप्टरबाट या ड्रोनको मद्दतले जुन सर्वे क्यारी आउट गरिन्छ त्यसलाई के भन्छ? प्रिलिमिनरी सर्वे है। त्यो बेस्ट प्रिलिमिनरी सर्वे हो है। त्यसपछि हाम्रो थर्ड नम्बरमा लोकेसन सर्वे। अब हामीले चुज गरिसकेछौँ कुन ठाउँमा कन्स्ट्रक्सन गर्नुपर्ने हो। अब त्यो लोकेसनमा गएर त्यो लोकेसनको सबै ल्यान्ड स्ट्रक्चरहरू कस्तो छ, ल्यान्ड फर्महरू कस्तो छ, त्यो सबै कुरालाई एकदम डिटेल्स रूपमा सर्वे क्यारी आउट गरिन्छ त्यो ठाउँको। त्योलाई के भनिन्छ? लोकेसन सर्वे। त्यो लोकेसनमा गएर त्यहाँका हरेक ल्यान्ड स्ट्रक्चरको म्यापिङ गरिन्छ, मिन सी लेभल निकालिन्छ, त्यहाँ सबै कुरा जति पनि ल्यान्ड स्ट्रक्चर त्यो सबैको एकदम म्यापिङ डिटेल्स रूपमा गरिन्छ त्यो लोकेसनको। अनि त्यसपछि त्यो लोकेसनको लाई सर्वे गरेर त्यही लोकेसनको अनुसार चाहिँ के गरिन्छ? हाम्रो आर्किटेक्चरहरूले त्यस ठाउँको चाहिँ कन्स्ट्रक्सनको लागि त्यो भवनको चाहिँ एउटा आर्किटेक्टले त्यो त्यसको के भन्छ कम्प्युटरमा त्यसको चाहिँ म्याप बनाउँछ है। त्यसैले लोकेसन सर्वे अति नै इम्पोर्टेन्ट हुन्छ। त्यो लोकेसनमा गएर हेरिन्छ कि माटो कस्तो छ, कुन टाइप्सको माटो हो, सोल बिरिङ क्यापेसिटी कस्तो छ, त्यो सबै कुरा चाहिँ लोकेसन सर्वेले क्यारी आउट गर्छ है। त्यसैले लोकेसन सर्वे पनि यो लास्ट चरण हुन्छ हाम्रो सर्वेको है। यति कुरा बुझिराख्नुहोस्। हामी फेरि अर्को भिडियोमा उपस्थित हुने नै छौँ। हस्त, धन्यवाद आजको लागि।